आदरणीय दर्शकवृन्द नमस्कार। शेयरमञ्च च्यानलमा यहाँलाई स्वागत छ। आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। नेपालको शेयर बजारको सत्य र तथ्य जानकारी दिनु साथै तपाईँको वित्तीय साक्षरताको स्तर बढाउनु यो च्यानलको मुख्य उद्देश्य रहेको छ। साथै कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि उक्त कम्पनीको वित्तीय विवरणको अवस्था कस्तो छ भनेर जानकारी लिनुपर्ने हुन्छ। यसै कुरालाई मध्यनजर गर्दै आजको यस भिडियोमा प्रभु बैंक लिमिटेडको आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको वित्तीय विवरणको जानकारी लिएर उपस्थित भइसकेका छौँ। के यो बैंकको चाहिँ आर्थिक स्थिति चाहिँ ओह्रालो लाग्दो छ त भन्ने कुराको जानकारी पनि हामी यो भिडियोमा दिन्छौँ। अब तपाईलाई म प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष 2082-83 मा 86 करोड 48 लाख रुपियाँ मात्र नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा 2 अर्ब 3 करोड रुपियाँ नाफा आर्जन गरेको थियो भने नाफामा उल्लेखनीय मात्रामा घटेको देखिन्छ। त्यस्तै गरी नेट इन्ट्रेस्ट इन्कम 7 अर्ब 18 करोड रुपियाँ रहेको छ। गत चैत मसान्तमा 7 अर्ब 8 करोड रुपियाँ रहेको थियो। त्यस्तै गरी नेट अपरेटिङ इन्कम 7 अर्ब 5 करोड रुपियाँ रहेको छ। 8 अर्ब 38 करोड गत वर्ष रहेको थियो। यो बैंकले नन पर्फर्मिङ लोनको लागि 2 अर्ब 77 करोड रुपियाँ छुट्याएको छ। गत वर्ष 1 अर्ब 23 करोड रुपियाँ छुट्याएको थियो। त्यस्तै गरी यो बैंकको नेट प्रफिट 86 करोड 48 लाख रुपियाँ रहेको मैले तपाईँलाई जानकारी दिने हालेँ। यसरी हेर्दाखेरि यो बैंकको नाफा उल्लेखनीय मात्रामा घटेको देखिन्छ। त्यस्तै गरी यो बैंकको लोन एन्ड एडभान्स 2 खर्ब 21 अर्ब रुपियाँ रहेको छ। गत असार मसान्तमा 2 खर्ब 25 अर्ब रहेको थियो भने लोन एन्ड एडभान्स घटेको देखिन्छ। डिपोजिट 3 खर्ब 35 अर्ब रहेको छ। गत वर्ष 3 खर्ब 42 अर्ब रुपियाँ रहेको थियो। इन्भेस्टमेन्ट 1 खर्ब 11 अर्ब रुपियाँ रहेको छ। गत असार मसान्तमा 1 खर्ब 19 अर्ब रुपियाँ रहेको थियो भने सेयर क्यापिटल 23 अर्ब 54 करोड रुपियाँ रहेको छ। गत असार मसान्तमा पनि 23 अर्ब 54 करोड रुपियाँ रहेको थियो भने रिटेन अर्निङ नेगेटिभमा रहेको छ। 4 अर्ब 28 करोडको रिटेन अर्निङ नेगेटिभमा छ। त्यस्तै गरी 2 अर्ब 56 करोड गत असार मसान्तमा नेगेटिभमा थियो भने रिजर्भमा 15 अर्ब 17 करोड रुपियाँ रहेको छ। गत असार मसान्तमा 12 अर्ब 59 करोड रुपियाँ यो रिजर्भमा रहेको थियो। यसरी हेर्दाखेरि योले कुनै पनि बिजनेस ग्रोथ गर्न नसकेको देखिन्छ भन्ने तपाईँलाई जानकारी दिए। लोन एन्ड एडभान्सको ग्रोथ भएको छैन। डिपोजिट्सको ग्रोथ पनि भएको छैन, झनै घटेको देखिन आएको छ। यसरी हेर्दा यो बैंकको फाइनेन्सियल चाहिँ अलिकति कमजोर हुँदै गएको देखिन्छ। यो बैंकले जम्मा अर्निङ पर सेयर 4 रुपियाँ 82 पैसा रहेको छ। गत चैत मसान्तमा यो बैंकको 10 रुपियाँ 63 पैसा रहेको थियो भने नेटवर्थ पर सेयर 146 रुपियाँ रहेको छ। गत चैत मसान्तमा चाहिँ 147 रुपियाँ रहेको छ। नन पर्फर्मिङ लोन 8.84% पुगेको छ। गत चैत मसान्तमा 5.09% रहेको थियो र क्यापिटल एडिक्वेसी रेसियो 12.25% रहेको छ। गत वर्ष 12.84% रहेको थियो भने इन्ट्रेस्ट रेट स्पिड 3.44% रहेको छ। गत चैत मसान्तमा 3.90% रहेको थियो भने क्रेडिट टु डिपोजिट रेसियो 70.61% रहेको छ। गत चैत मसान्तमा 73.33% रहेको थियो। प्रभु बैंक लिमिटेडले सेन्चुरी कमर्सियल बैंकलाई एक्वायर गरिसकेपछि यो बैंकले कुनै पनि लाभांश वितरण गर्न सकेको छैन। 2079, 80, 81, 81, 82 लगातार 3 वर्ष कुनै पनि लाभांश वितरण गर्न सकेको अवस्था छैन भने यो आर्थिक वर्षमा को चैत मसान्तसम्मको वित्तीय विवरण हेर्दा यो वर्ष पनि यो बैंकले लाभांश वितरण गर्न नसक्ने देखिन्छ। यो बैंकको डिस्ट्रिब्युटर प्रफिट 4 अर्ब 28 करोड रुपियाँ रहेको छ। नेगेटिभ डिस्ट्रिब्युटर प्रफिट रहेको छ। गत चैत मसान्तमा पनि 3 अर्ब 39 करोड रुपियाँ नेगेटिभ डिस्ट्रिब्युटर प्रफिट रहेको थियो र यो बैंकको यो अवस्थाले गर्दाखेरि यो आर्थिक वर्ष 2082-83 मा पनि यो बैंकले लाभांश वितरण गर्न नसक्ने देखिन्छ। मैले तपाईँलाई जानकारी दिएँ। यो प्रभु बैंक लिमिटेडको एकदम यो फाइनेन्सियल इन्डिकेटरहरू चाहिँ एकदमै ओह्रालो लाग्दो अवस्थामा देखिँदै आएको छ। मैले तपाईँलाई यो जानकारी दिएँ। हामी अर्को भिडियोमा फेरि भेट्छौँ। अहिलेलाई बिदा दिनुहोस्। धन्यवाद।